यस्तरी हेलो गाइस हामी चाहिँ अहिले हामी कहाँ हामीले यो बास्टाई ब्रिज जान लाग्छ हाम्रो यता प्रकाश यता हेर यहाँ सबै भ्लगर छ है तिमी युट्युबमा किन हाल्ने नि ल हामी चाहिँ अहिले यो ड्रेसडेनबाट लगभग कति आधी घण्टा टाढा बास्टाई ब्रिजको ट्रेकमा जान लाग्यो यहाँ अहिले चाहिँ यो फेरीबाट पारी जानु पर्ने रहेछ तर फेरि खुलेर हिँड्छ जस्तो छ ल यता छन् प्रेरणा उता दिदी उता अर्को भ्लगर छ भ्लगर सृष्टि नेताजी हैन उता चाहिँ हाम्रो सृष्टिको मुटु अनि यहाँ हाम्रो अर्को बड्डा हुनुहुन्छ हाम्रो बड्डा भाड बड्डा दाइले जे कुरा पनि भाड गर्दैन नेपालमा मुटु हुनुहुन्छ भन्ने दाइको चाहिँ नेपालमा मुटु हुनुहुन्छ तर यहाँ नि अर्को मुटु खोज्दै हुनुहुन्छ है पछि भाउजूले अहिले चाहिँ यो खुले छैन जस्तो छ यस्तै ल भन्न ल हामी चाहिँ यस फेरि सानो डुङ्गा फेवातालको डुङ्गा जस्तो चढिसक्यौँ र यहाँबाट पारी जान चाहिँ ट्याक्क 3 युरो लाग्ने रहेछ रिटर्न टिकटमा हाम्रो प्रकाश साथीले भन्छ न ल भन त फेरि चढेर जाँदैछौँ हामी के भन्नु फेरि चढेर जाँदैछौँ फेरि भन्छ शान्तिनो फेरि गुड आज भन न धेरै मान्छे छन् जस वहाँ पारी माथि जाने हो फोकसै गर्नु हुन्छ झ्याप्प स्विमिङ सिकेर आउनु है 3 युरो बस्दिन ट्याक्कै सबै त्यहीँ जाने हो कि ल हामी डुङ्गा चढेर अगाडि आइसक्यौँ अब चाहिँ कता जाने हो चाहिँ थाहा छैन मान्छेको पछि हिँड्ने ल यो चाहिँ हाम्रो जर्मनीको पहिलो ट्रेकिङ हाम्रो चाहिँ दोस्रो ट्रेकिङ हो हामी त उता गार्डनमा नि गएको मेरो चाहिँ पहिलो है ट्याक्क मस्त यो यस्तो रुखहरू हेर्दा त गोसाइकुण्डतिर गए जस्तो लाग्ने रहेछ त्यही भएर हामी यहाँ आएको नेपाली भन्दा धेरै राम्रो छ त्यही भएर हामी यहाँ आएको ल के छ दाइ ल भन्नुपर्ने के छ हाम्रो पेट्रोलले कति काम गर्छ के भने यो गजब ठाउँ छ आऊ एकचोटि केटा हो केटाकेटी सबै आऊ केटाकेटी सँगै आयो नि हुन्छ त्यसोलाई त यहाँ आउनु पर्यो त त्यसोलाई ध्यान राखेर त कहाँ जानु पर्ने अब चाहिँ लगभग पढ्न आउने गाइजहरू हामीलाई देन आफ्टर अनि त्यसपछि यो हाम्रो बानाबाट गाडी लाग्छ ट्रेन लाग्छ त्यहाँ चढेर आउने यहाँ फेरि 3 रुपियाँ लाग्छ ड्राई ओइरो 3 रुपियाँ होइन 3 युरो रुपियाँ त कति हो कति ल दिएँ दाइ माफ ढुङ्गा पुरै यो ऊ जस्तो फिल्म खेल्ने ढुङ्गा अनि ऊ के अरे त्यहाँबाट निकै उब्दै त्यसलाई हाम फाल्न लाउने हो त्यहाँ औजारको फिल्म खेल्ने ढुङ्गा सृष्टिसित कन्फिडेन्ट हुनु पर्यो यहाँ बाइक मात्र चलाएर हुँदैन साइकलमा धेरै चलाएन साइकल त होइन बाटैमा चलाउनु पर्छ यो चाहिँ मिड पोइन्टमा आयौँ जस्तो छ हामीले ल हामी चाहिँ फेरि सुरुङ मार्गमा छिरेर सुरुङ मार्गबाट माथि आइसकेको छौँ है गाइजहरू कथाले च्याट मागिसक्यो उता प्रेरणाको